सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियोमा चाहिँ हामीले गर्दैछौँ बर्थडे सेलिब्रेसन हो। हजुरहरूले ठिक सुन्नु भइरहेको छ। आज चाहिँ हो मेरो प्रिन्सेसको बर्थडे, यानि कि मेरो बुनुको बर्थडे। सो चाहिँ हामी बिहान बिहान उठेर रेडीसेडी भएर हामी चाहिँ गयौँ बोलबम मन्दिर। त्यसपछि बोलबम मन्दिरमा गइसकेपछि राम्रोसँग पूजा आराधना गरेर बहिनीले पनि आफ्नो लागि विशेष मागिन्। मैले पनि बहिनीको आज स्पेसल डेमा चाहिँ बहिनीलाई एकदम स्पेसल फिल गराइदिनु होला, ज्ञान दिनुहोस्, सद्बुद्धि दिनुहोस् भनेर चाहिँ हामीले पूजासुजा गरिओरि हामी चाहिँ फर्क्यौँ घरतर्फ फर्दाखेरि पनि बाटोमा अलिअलि भिडियो सिडियो क्याप्चर गर्दै चाहिँ घर फर्क्यौँ। बहिनीले चाहिँ हेर्न सक्नुहुन्छ गाइस मेरो दिजु भनेर आफूले चाहिँ भ्लगिङ गरिरहेको थिएँ हेर्नु गाइस। त्यसपछि हामी फर्कियो घर फर्किसकेपछि बहिनीलाई चाहिँ कल आउनु थाल्यो हेर्नु गाइस। त्यसपछि यहाँ बहिनीलाई अहिले चाहिँ मामा फोन आइरहेको थियो, ठुलो मामाको, हेर्न सक्नुहुन्छ मामासँग बोल्दैछिन्। त्यसपछि अब खानासाना बनाउनु थाल्नु पर्यो भनेर चाहिँ मैले अचार बनाएँ। अचार बनाउन तेल सेल फुटेँ। त्यसपछि भोक लागिरहेको थियो। यतापट्टि चाहिँ नमकिन र भुजा चाहिँ मिक्स गरेर हामी घोरहरू लाएर मजाले गफ गर्दै मजाले बसेर खान थाल्यौँ। यहाँ हेर्न सक्नुहुन्छ बहिनी यस्तो खुसी भइथी। त्यसपछि चाहिँ एकछिनपछि आउनुभयो माइजू, बहिनी, त्यसपछि हजुरआमा, बहिनीहरू चाहिँ आए। यहाँ चाहिँ भाइले मयुरीले हाम्रो रुममा फर्स्ट टाइम खुट्टा टेकिन् भनेर चाहिँ आएर गेटमा खुट्टा टेकाइदिएर भित्र लिएर आएको थियो। हेर्न सक्नुहुन्छ गाइज। अब चाहिँ यस्तो रमाइलो भयो, सबैजना आउनुभएको थियो, यस्तो रमाइलो भयो थियो। त्यसपछि चाहिँ हामीले बहिनीलाई गिफ्ट दियौँ एउटा। हेर्न सक्नुहुन्छ बहिनीको एक्सप्रेसन चाहिँ हेरमै कस्तो आउँछ। यिनी चाहिँ हेरेर वाउ के छ यसभित्र भनेर चाहिँ युज गरिरहेको थिइन्। तिमीले आफै खोल न भने के छ भन्दै खोल्न थाल्यौँ। त्यसपछि खोल्न थालेको यसभित्र थियो वान पिस। हेर्न सक्नुहुन्छ गाइज यति खुसी भयो नि। लास्ट टाइम मन परेछ बहिनीलाई, आएर मलाई हकसक गरिन्। त्यसपछि चाहिँ गयौँ सानो पुन्टुरी सिम। त्यसपछि चाहिँ अब हामीले ढिला नगरिकन खानासाना खान थाल्नु पऱ्यो भनेर चाहिँ खानासाना खान थाल्यौँ। खानामा चाहिँ आज चाहिँ दाल भात भिन्डीको सब्जी, त्यसपछि अचार अनि चाहिँ मैले चिप्स पनि तलेको थिएँ। यहाँ हेर्न सक्नुहुन्छ बर्थडे गर्ल। त्यसपछि चाहिँ एकैछिन पछि चाहिँ यहाँ बहिनीको साथीहरू चाहिँ बहिनीलाई सरप्राइज दिन आएको थियो। हेर्न सक्नुहुन्छ बहिनी चाहिँ एकदम सक भयो थियो नि गाइज। तिनीलाई केही आइडिया थिएन। मलाई चाहिँ म्यासेज आएको थियो तर यिनीहरू चाहिँ एक्कासी आएको हुनाले मैले चाहिँ राम्रोसँग भिडियो पनि क्याप्चर गर्न पाएन। सो बहिनी चाहिँ हेर्न सक्नुहुन्छ कति खुसी भएछिन्। त्यसपछि हामीले चाहिँ के यसो सरप्राइज गरिसकेपछि यहाँ चाहिँ बहिनीलाई हेर्नलाई सबजना झुमिन थाले। त्यही बेलामा चाहिँ बुनुको ड्याडीको फोन आएको थियो, यानि कि हाम्रो सानो मामा। त्यसपछि चाहिँ अब खानासाना बनाउन थाल्नु पऱ्यो भनेर चाहिँ मैले यता शाही पनिर बनाएँ। त्यसपछि चाहिँ यता चटपटे नास्ता खाऊँ भनेर नास्ता खाइसकेपछि चाहिँ यहाँ सानो पुटुङ्गुलाई लिएर हामीले चाहिँ नाच्न थाल्यौँ। एकछिन सानो पुन्टुरेलाई नचाइसकेपछि भयो अब यसरी हुन्न, डिजे बजाऊँ। त्यसपछि सबजना नाचौँ भनेर हामी चाहिँ डिजे बजाएर अनि सबैजना मिलेर मजाले नाचगान गऱ्यौँ। हेर्न सक्नुहुन्छ गाइस सानो भाइ बहिनीहरू पनि थिए, सबैलाई बिचमा राख्यौँ। त्यसपछि हामी घुम्दै यस्तो रमाइलो भयो थियो हेर्नु गाइस। नाचिसकेपछि अब चाहिँ ढिला गर्न हुन्न, केक कटिङ गर्नुपर्छ भनेर चाहिँ यहाँ बर्थडे गर्ललाई रेडी गराएर बसाल्यौँ। त्यसपछि चाहिँ अब हामी लाग्यौँ केक कटिङ तर्फ। यहाँ चाहिँ अब सब रेडी भइसकेको थियो। सो अब चाहिँ हामीले केक कटिङ गर्छौँ। सो अब ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु भनेर भइसकेपछि यहाँ चाहिँ बहिनीले चाहिँ विसेस माग्न थाल्यो नि। यतापट्टि फेरि कति लामो विस माग्दै हुनुहुन्छ, के विस माग्दै हुनुहुन्छ भनेर चाहिँ आइफोन माग्दै हुनुहुन्छ क्या भनेर चाहिँ भाइले जिस्काएर आएको थियो। विस मागेर चाहिँ बहिनीले केक कटिङ गर्न थालिन्। हेर्न सक्नुहुन्छ केक कटिङ गरेको त्यहाँ फेरि कुन्निकले यति ठुलो बटुका ल्याएर राख्दै थियो हेर्नु गाइस। त्यत्रो ठुलो होइन भनेर चाहिँ बहिनी हाँसी थिइन्। त्यसपछि सानो ल्याइदिएको यो पुन्टुले फेरि पहिला मैले लगाइदिने हो भनेर चाहिँ आएर टिकीसिकी लगाइदिएर त्यसपछि केकले लिएर क्रिम पनि फेसभरि दल्दिएर त्यस्तो लगाइदिन्छन् भन्ने थाहा चाहिँ रहेछ कि। त्यसपछि यहाँ मैले गिफ्ट दिन्छु मैले गिफ्ट लिएर आएछु भनेर चाहिँ गिफ्ट दिन्। त्यसपछि यहाँ पालो आयो पुन्टुरुको मम्मीको, यानि कि हाम्रो कान्छी माइजू। हेर्न सक्नुहुन्छ माइजू चाहिँ हातमा मोबाइल लिएर आउनुभएको छ। कस्तो होला यति केक खिलाउनु जरी पनि मोबाइल छोड्न नसक्ने भनेर पो सोध्दै हुनुहुन्छ होला, तर चाहिँ त्यस्तो होइन है। हेर्नु यहाँ चाहिँ छ एउटा ट्विस्ट। यहाँ चाहिँ सरप्राइज चाहिँ गिफ्ट भनौँ न, गिफ्ट चाहिँ क्युआर मार्फत जाँदैछ है हेर्नु गाइज। त्यसपछि चाहिँ यहाँ आयो सानीमाको पालो। सानीमाले पनि टिकीसिकी लगाइवरी गिफ्ट दिनुभयो। त्यसपछि केक सेक खिलाउने यताउता कार्यक्रम भइरहेको थियो सबैको। मैले फेरि यति भिडियोहरू क्याप्चर चाहिँ गरिरहेको थिएँ, भ्लगिङ त गर्नु नै पर्यो होइन। त्यसपछि चाहिँ यहाँ बहिनीले पनि सानीमालाई केक खिलाइन्। त्यसपछि यतापट्टि हेरेको यहाँ पुन्डुरो चाहिँ मस्त कहाँमा बसेर यताउता मजाले हेरिरहेको हेर्नु गाइस। त्यसपछि आयो यहाँ भाइको पालो। भाइले पनि टिकीसिकी लगायो, केक चाहिँ मुखभरि दल्दिएर
अनि गिफ्ट दियो। बहिनीलाई चाहिँ ओ माई गड के छ यो पोकामा भन्दै थिएँ नि। त्यसपछि चाहिँ मेरो पालो आयो, मैले पनि आफ्नो गिफ्ट सिफ्ट दिएँ। त्यसपछि चाहिँ अब माइजूहरूलाई चाहिँ घर जानु ढिला भयो थियो, सो माइजूहरूलाई बहिनीको साथीहरूलाई चाहिँ खानावाना खुवायौँ। यता फेरि बहिनी र भाइको चाहिँ छुट्टै गफगफ चलिरहेको थियो, हेर्नु गाइस के बारेमा चलेको थियो आई डोन्ट नो। त्यसपछि खानासाना खाइसकेपछि माइजूहरू लाग्नुभयो घरतर्फ। यस्तो नरमाइलो लागेको थियो हेर्नु गाइस, दिनभरि यस्तो रमाइलो गरिसकेपछि चाहिँ सबैजना जाँदा यस्तो नरमाइलो लागिरहेको थियो। मैले चाहिँ बहिनीलाई छोड्न पनि मन नलागेर बाटोसम्म भयो भने मैले पुऱ्याउँछु भनेर चाहिँ त्यसलाई मैले लिएर हिँडेँ। त्यसपछि हामी अब गयौँ बाटोसम्म छोड्न। त्यसपछि नानीहरू गाडी चढेर जानुभयो। अनि हामी घर फर्किसकेपछि चाहिँ अब बुनुको गिफ्ट ऱ्याप चाहिँ खोल्न पर्यो भनेर चाहिँ खोल्न थाल्यौँ। त्यसपछि हेर्न सक्नुहुन्छ यहाँ बहिनीलाई गिफ्टमा चाहिँ के पाएको थियो, अलिकति पैसा, त्यसपछि यहाँ पेन। त्यसपछि हेर्न सक्नुहुन्छ यो पोकामा के छ भनेर चाहिँ यस्तो गरेर हेर्दै थियौँ। ए यो त सनस्क्रिन रहेछ, ओहो डिफ्रेन्ट टाइप्स अफ नुडल्स भनेर चाहिँ यति खुसी भयो थियौँ गाइस। यिनीलाई फेरि डिफ्रेन्ट टाइप्स अफ नुडल्स चाहिँ यस्तो खान मन लागिरहेको थियो भने थियौँ। त्यही भएर त्यही गिफ्ट पाउँदा चाहिँ एकदम खुसी भइन्। त्यसपछि अब यो माई गड भनेको पोकोमा चाहिँ के छ त भनेर खोल्दै थियौँ। खोल्न पनि नसकेर हेर्नु गाइस तिनले चाहिँ सहन नभएर च्यातिन्। यसमा चाहिँ रहेछ आलु भुजिया, केचप, त्यसपछि एउटा चिप्स, अनि त्यसपछि ह्याप्पीडेन्ट। यिनी सबै देखिसकेपछि यति खुसी भइन्। त्यसपछि अर्को गिफ्ट खोल्यौँ, त्यसमा चाहिँ थियो टी सर्ट पनि यस्तो मन पराएन हेर्नु गाइस। त्यसपछि चाहिँ अब हामीले खानासाना बनाएर खानासाना खाइयो। त्यसपछि एकैछिन गफ गऱ्यौँ। त्यसपछि चाहिँ हामी सुत्यौँ। बाई बाई गाइस।